यार मौसम त आमामा के हो यो कस्तो बवाल पो देखिरा यतातिर चाहिँ थरी पङ्क्तिको यो चाहिँ सुँगुरको मासु हो चाहिँ सेकुवादेखि सबै खाना पाउने रहेछ तर यस्तो चाहिँ यस्तो यो हो नि त तरिका हेलो साथीहरू गुड मर्निङ ल सोफाफुल्ला सबैजनालाई आज बुद्ध जयन्तीको सबैजनालाई मेरो तर्फबाट ह्याप्पी बुद्ध जयन्ती सबैजना हाम्रो बुद्धिस्टहरूलाई म पनि बुद्धिस्ट नै हो त्यही भएर सबैजनालाई ह्याप्पी बुद्ध जयन्ती भन्दै आजको मेरो भ्लग स्टार्ट गर्न चाहन्छु तपाईँहरूमा आज धेरै दिनपछि फेरि पनि म मेरो अर्को भिडियो लिएर आइसकेको छु हजुरहरू सामु सबैले माया गरिदिनु हुन्छ होला भनेर ठुलो आशा राखेको छु भन्न चाहन्छु आज चाहिँ अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अहिलेसम्म चाहिँ अनि सबैजनाले माया गरिदिनु होला अनि मेरो च्यानलमा म चाहिँ पेन्छु तामाङ अनि खासै राम्रो भ्लग चाहिँ गर्न आउँदैन तर स्टार्टिङ फेसमै छु स्टार्ट त्यस्तै छ साथीहरू अनि आज चाहिँ अनि भर्खर 9 बज्न लाग्यो अनि बेलुका अलिक ढिलो सुतेको कारण चाहिँ आज अब काम पनि त्यस्तो हुन्छ बेलुका अलि टाइम कहिले उठ्यो हुन्छ कि हाम्रो काम चाहिँ अलि बेलुका नाइट ड्युटीहरू हुन्छ अनि अलि ढिलो उठेको छ आज अनि आज चाहिँ हाम्रो बुद्ध जयन्तीको बिदा छ होइन त्यही भएर आज चाहिँ म बाहिर जानुपर्ने काम छ अनि अब तपाईँहरूलाई अपडेट गराउँदै गर्नेछु कहाँ जान्छु भनेर अनि भर्खर मुख धोएर आएको साथीहरू म चाहिँ भर्खर मुख धोएर बसिरहेको अब स्किन केयरहरू गर्नुपर्ने छ अनि त्यस पछाडि चाहिँ अब एकछिनमा हामी रेडी भएर बाहिर जान्छौँ होला सायद जान्छौँ होला होइन जानेछौँ आज भयो भने भरे बौद्धतिर पनि जान्छु आज चाहिँ एउटा काम छ बाहिर जानुपर्ने हुनेछ प्लिज सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है साथीहरू भ्युज चाहिँ कति भ्युज चाहिँ अब धेरै चाहिँ जाँदैन होइन 100 क्रस चाहिँ कुनै भिडियोमा चाहिँ 100 क्रस चाहिँ हुन्छ 100 क्रस भ्युज भयो नि छैन क्या लाइक कमेन्ट पनि कसैले गर्नु हुँदैन रहेछ किनकि हामी नयाँ भएर होला त्यही भएर नि सबैले माया गरिदिनु होला भन्न चाहन्छु त्यही छ अहिले एकछिनमा भेट होला साथीहरू अब अपडेट गराउँदै गर्नेछु कृपया भ्लग हेरेर इन्जोय गरिदिनु होला महाकालबारी जान लागेको महाकालबारीमा चाहिँ हाम्रो घेवाको निम्तो थियो गाउँको बाजेको अनि घेवामा जान लागेको साथी र म चाहिँ अनि उता दिदीहरू पनि आउनुहुन्छ आन्टीहरू पनि बहिनीहरू पनि आउनुहुन्छ सबैजना अनि सबैजना भेट्ने बेलामा अपडेट गराउँदै गर्नेछु साथीहरू प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला यदि राम्रो मेरो भिडियो राम्रो लाग्यो भने तपाईँहरूले साथीहरूले पनि सेयर गरिदिनु होला है साथीहरू ल अहिलेको लागि चाहिँ अब चाहिँ हिँडेको म रुमबाट गाह्रो छ साथीहरू के गर्नु जानै पर्यो नजाउँ भने हुँदैन अब बाई बाई साथीहरू अहिले एकछिन भेट्नुपर्छ आजको मौसम चाहिँ साथीहरू 7वटा घाम लागेको जस्तो जहिले नि यस्तै हो भर्खरै 10 बजिरहेछ तर नि 12 बजे घाम जस्तो लागिरहेछ यस्तो तर घाम चाहिँ देखेको छैन म चाहिँ यहाँ छट के अरे त्योबाट गरिरहेको हो गाह्रो छ साथीहरू अब म चाहिँ हिँड्यो म चाहिँ अब गाउँको ल मेरो साथी गइसक्यौँ त्यहाँ मेरो साथी र म जान लागेको म चाहिँ अब बाई बाई साथीहरू अहिले एकछिन भेट्नुपर्छ अहिले म तपाईँहरूलाई अपडेट गराउँदै गर्नेछु प्लिज लाइक गर्नु चाहिँ नभुल्नु होला आजको मौसम कतिवटा घाम लागेको छ घाम जल्दी बोल्नु उनीहरू चाहिँ बुद्ध जयन्तीको दर्शन गरेर बौद्ध गएर आएको साथीहरू हामी चाहिँ भर्खर हिँड्दैछौँ यस्तै छ के गर्नु गाह्रो छ यता हेर्न कति राम्रो ए घाम सोल्टी कतिवटा घाम लागिरहेछ घाम सोल्टी तपाईँको चार्ज अलिकति बढी भयो अलिकति कम गरौँ न हौ सोल्टी साथीहरू म चाहिँ हिँड्दा यहाँ चाहिँ हाम्रो यो गार्डन पनि छ क्या यहाँ चाहिँ कस्तो राम्रो फुलहरू छ यो चाहिँ ग्रिन टीहरू यो चाहिँ धुपी ग्रुप भइहाल्यो अनि यहाँ हेर्नु न कस्तो राम्रो फुल छ क्या यो चाहिँ
रोज चाहिँ कम्पनी हामी चाहिँ अब होस्टेलबाट बाहिर निस्केको भरे अहिले एकछिनमा भेट्नुपर्छ साथीहरू अब यसले हामीलाई के भनिरहेको छ होइन साथीहरू होइन मेरो के अरे छैन यो नचाहिने कुरा गरिरहेछ यो नि यिनीहरू दुइटा चाहिँ यो दुइटा चाहिँ चोकमा जानु लागेको उता माथि थली चोकसम्म हामी चाहिँ उता गोकर्ण जानु लागेको यिनीहरू के भन्छ क्या यिनीहरू सामने उयो म त हालिदिने हो क्या कस्तो हुँदैन कुरा हामीलाई लिफ्ट दिन्छ कि गाडी दिँदैन होला घाम पनि के साह्रो यो टलक्क टल्किरहेको छ त हामी त अनि टाउकोमा 7 वटा घाम लाग्छ 10 बजिरहेको छ भर्खर यो काठमाडौँमा आजभोलि गर्मी बढेर गाह्रो छ धुलो त्यस्तै गर्मी त्यस्तै के भयो रे यता हेर्दैछ यस्तो गौरो मान्छे कालो भयो भने झन् हामी जस्तो मान्छे के होला झन् यो झन् कति गौरो छ यो संस्कारी भएर हिँडिरहेछ मैले चाहिँ जहिलेको ड्रेस अब यस्तै हुन्छ मैले चाहिँ कुर्ता सुरुवाल खासै लाउँदिनँ खासै मनै पर्दैन मैले कुर्ता सुरुवाल चाहिँ अनि यस्तै छ साथीहरू खाना खाने बाहिर गएर खाएर नआएर के खाना साथीहरू अहिले भेट्नुपर्छ अहिले चाहिँ यस्तै छ हामी चाहिँ गाडीबाट झरेर अब यहाँ बाटो हिँड्दैछौँ हिँडेर जानुपर्ने हुन्छ कि माथि चाहिँ पुग्नु त गाडी पनि पुग्छ कि तर 2टा गाडी चेन्ज गर्नुपर्ने हुन्छ त्यही भएर हामी चाहिँ हिँड्दै आएको साथीहरू त्यही साथीहरू म आएको नदेखा कि नदेखा भने झन् देखाइ गर्नु मन लाग्छ यस्तो भन्दा त मलाई त अब यहाँबाट 10-15 मिनट जति हिँड्नुपर्छ होला अनि कस्तो गर्मी शीतल भनेको त गर्मी छ त साथी झन् त्यो खोलाको तिरैतिर त्यो बागमतीको तिरैतिर जाँदा पनि पुग्नु त हामी चाहिँ यता गलीबाट जाउँ कि भनेर आएको त्यहाँदेखि गर्मी रहेछ के गर्नु साथी यो गर्मीले मलाई त पागल बनाउन लागिसक्यो पागल है गर्मी यता दाइहरू जिस्काउनु हुँदो रहेछ हाई गर्मी गरेको गाह्रो छ साथीहरू अनि यसरी शीतल खोज्दै हिँडिरहेको छु ल साथीहरू अहिले म गुम्बामा गएर भेट्छु तपाईँहरूलाई बाई बाई लाग्यो साथीहरू यहाँ चाहिँ धेरै ठुल्छोले बोल्नु लाज लाग्छ क्या त्यही भएर यो चाहिँ भाइ हो मेरो म नि यहाँ खाना खान लागेको यहाँ खाना ल्याएर आएछ अब दिदीहरू आउँदै हुनुहुन्छ खाना खानको लागि हामी चाहिँ भर्खर आइपुगेको यहाँ चाहिँ मान्छेहरू धेरै छ कि त्यही भएर अलिकति अकवर्ड हुन्छ त्यही भएर अहिले एकछिनमा भेट्छु साथीहरू खाना खान लागेको हामी उयो लाग्छ झ्याउ लाग्छ तेरै अनुहार देख्दो रहेछ जतिखेर नि हालिदिन्छु म त यहाँ चाहिँ हामी गुम्बामसम्म साथीहरू गुम्बामा अब चाहिँ खानासाना खाएर अब चाहिँ हिँड्नु लागेको राति दिउँसो यस्तै हो अब म चाहिँ घिउबाट फर्किसकेँ साथीहरू अब त्यहाँ चाहिँ अब भिडियो गर्नु चाहिँ कस्तो लाग्यो क्या मलाई त्यो अर्को म अहिलेसम्म एक्लै भिडियो बनाइरहेको छु नि त अहिलेसम्म त्यही भएर अलिकति अनकम्फर्टेबल हुँदो रहेछ क्या अरूहरूको ठाउँमा भिडियो गर्नु अलिअलि सानो क्लिपहरू चाहिँ लिएको छ मैले अनि त्यही हो अब चाहिँ साथी र म चाहिँ हिँडेको अब मासतिर काम छ अलिअलि त्यही भएर चाहिँ मेरो उता फेरि जोरपाटीतिर जाने काम छ कामकुर धेरै छ साथीहरू के गर्नु यस्तै चाहिँ अहिले चाहिँ कस्तो हावा चलिरहेको छ अहिले म यहाँ गोकर्णको तिरैतिर हिँडिरहेको छु अस्ति चाहिँ कस्तो फोहोर थियो क्या यतातिर अहिले चाहिँ कस्तो सफा भएर हेर्नु साथीहरू कस्तो दामी चिल तर ओइ दाइले फोन गर्दा ल साथीहरू यस्तै छ के गर्नु हावा खतरा चलेको अहिले चाहिँ हावा चाहिँ अम्मा यो छाता ओढेर हिँडिरहेको छु मेरो साथी चाहिँ साथी र म चाहिँ निस्केको अब दिदीहरू चाहिँ हुनुहुन्थ्यो दिदीहरू ठाउँमा अघि भिडियो बनाउनै कस्तो लाग्यो अनि नबनाएको मैले चाहिँ यार मौसम त आमामा के हो यो कस्तो बवाल पो देखिरह त्यो माथि चाहिँ गोकर्णको जङ्गल है साथीहरू क्या बवाल देख्दो रहेछ या साथी खतरा देखिरहेछ ओ गोकर्णको यो के हेर्न कस्तो बवाल देखेको हावा चलिरहेछ हेलो
त यहाँ हामी चाहिँ बागमतीको तिर हिँड्दैछौँ साथीहरू। तर खोला हेर्नु न कस्तो कालो छ थप। के गर्नु यो एरिया चाहिँ हेर्नु न कस्तो बबाल। अहिले चाहिँ कस्तो सफामा ओइ कस्तो राम्रो भयो। ओइ धेरै भयो है त नआएको त। यहाँ हेर्नु न कस्तो राम्रो राम्रो फुलहरू कस्तो दामी गरेर रोपेको रहेछ। कस्तो बबाल देखेर कि यहाँ धेरै भइसक्यो हामी गोकर्ण एरिया नगएको नि। कस्तो बबाल रहेछ साथीहरू। राम्रो धेरै भयो यतातिर नआएको नि। हो कस्तो राम्रो भयो बनाएछ क्या अहिले चाहिँ। अनि आज चाहिँ गोकर्णमा साकेला पनि छ क्या। माथि गोकर्ण यो चाहिँ गोकर्णको जङ्गल हो। माथि गोकर्णमा साकेला पनि छ। हामी चाहिँ अब साकेला जानु लागेको। छ कस्तो राम्रो चौर भएछ। मेरो साथी छ यहाँ अनि म चाहिँ यहाँ छु। अनि अब हामी चाहिँ माथि गएर भेटौँ न साथीहरू। आज साकेलाको मेला है साथीहरू। साकेलाको मेलामा हामी आज चाहिँ यसो फर्स्ट टाइम हो। फर्स्ट टाइम रमाइलो छ। रमाइलो पुरा खानेदेखि लाउनेदेखि सबै। कति राम्रो देखेको त। दाइले हामीलाई छोड्ने भयो आज। बिचरा दाइ भिडमा त हराउनुहुन्छ अनि। रमाइलो छ आज त। दाइ अगाडि अगाडि। मेरा हात नछोड है। कति धेरै रहेछ क्या साथीहरू। आफ्नो ग्रुप आउँदो रहेछ। हामीलाई चाहिँ थाहा छैन। आज हामी फर्स्टचोटि आएको हो क्या। फर्स्टचोटि रमाइलो हुँदो रहेछ। र उहाँलाई नगर प्रमुख उपमेयरज्यूहरू वडा अध्यक्षज्यूहरू सम्पूर्ण राजनीतिज्ञ तथा कर्मचारीज्यूहरूलाई हामीले मनबाट विशेष धन्यवाद दिनै पर्छ। र यसै क्रममा म अतिथि आसन ग्रहण गराउन गइरहेको छु र आदिवासी समाजका सल्लाहकार माननीय श्री कृष्ण यापा राईज्यूलाई पनि विशेष सुनवार राईहरूको हुँदैछ डान्स भनेर सबैले पक्राउनु पर्छ। आजको प्रमुख अतिथि श्री सन्तोष चालिसेज्यूलाई म हार्दिक अनुरोध गर्न आफ्नो छुट्टै हुँदो रहेछ है। हामीलाई चाहिँ अब केही नि थाहा छैन। हामी चाहिँ यस्तोमा पर्दैन। हामी राई होइन त्यही भएर हामीलाई चाहिँ केही पनि थाहा छैन। र चाहिँ खोइ कुन राईको हो पनि आफ्नो के अरे कल्चर त्यो अनुसार हुँदो रहेछ। आफ्नो समूह हुँदो रहेछ। कति धेरै साँझ पर्छ आज त। गोकर्णमा एकदम रमाइलो छ आज चाहिँ।
यहाँ चाहिँ आज कति धेरै मान्छेहरू छ सत्यहरू यतातिर बजार लागिरहेको छ बजार मेला लागिरहेको छ यता चाहिँ कति धेरै यो नाच्ने टोलीहरू चाहिँ यतातिरसँग जङ्गलले गर्दा नदेख्दो रहेछ मान्छे त कति हो आज त अनि एकदम धेरै धेरै मान्छेहरू छ त्यो एरियामा चाहिँ मान्छेहरू धेरै छ क्या अनि हामी चाहिँ यतातिर चाहिँ अनि हामी चाहिँ अब मासतिर जानु लागेको यस्तो घुम्नलाई अलिअलि अनि हामी चाहिँ अब यता हिँड्दैछौँ रमाइलो एकदम रमाइलो भइरहेछ एकदम भेरी टु मच रमाइलो यो जहिले यस्तै हो हामीले बुझ्नु चाहिँ केही पनि बुझ्दैन तर पनि रमाइलो चाहिँ रमाइलो छ हामी चाहिँ पार्कभित्र घुम्दै घुम्दै अब फर्केको लास्टै घाम छ घाम सोल्टी कतिवटा घाम लागिरहेछ तिमी टाउकोमै घाम लाग्छ यो घाम सोल्टी घाम त एउटा मात्र देख्छ के 7 वटा जति लागेको जस्तो लागिरहेछ मलाई त लास्टै घाम छ साथीहरू आज लास्टै गर्मी हामी चाहिँ यहाँ गोकर्णेश्वर स्मृति पार्क होइन पार्कमा आएर शहीद पार्क होला शहीद पार्क कि खै के भन्ने ठाउँमा आएर फर्केको अब चाहिँ जङ्गलहरू घुम्दैछौँ रमाइलो छ साथीहरू यहाँ चाहिँ यो चाहिँ डेटिङ स्पोट हो हामी चाहिँ 3 जना हामी चाहिँ अब फर्केको होइन यता घुम्दैछौँ अब एकछिनमा फर्किनुपर्छ बौद्ध पनि जान्छौँ होला हामी बौद्ध गएर नखाने हो अङ्कल यतातिर चाहिँ थरी पङ्क्तिको यो चाहिँ सुँगुरको मासु हो यहाँ चाहिँ सेकुवादेखि सबै खाना पाउने रहेछ तर यस्तो चाहिँ यस्तो यो हो नि त तरिका आइज साथी बजार लागिरहेछ यतातिर बजार यो चाहिँ राई कल्चरको खोइ के हो भने यस्तोहरू बस्नु चाहिँ केही पनि बुझ्दैन साथी तर रमाइलो भइरहेको छ यतातिर चाहिँ हामी त लास्टै रमाइलो गर्दैछौँ इन्जोय गर्दैछौँ हेरेर तपाईहरु पनि हेरेर इन्जोय गरिदिनु होला साथीहरु कृपया मेरो भ्लगलाई सपोर्ट गरिदिनु होला माइक ल्याएर दिएर फुक दिन्छु म त केही लाग्दैन यो चाहिँ कुलुङ राइडको रहेछ कुलुङ हो
चाहिँ फर्केको साथीहरू फर्केको अब चाहिँ यहाँबाट 4 बजिसक्यो त्यही भएर चाहिँ हामी अब बौद्ध जान्छौँ किनकि आज बुद्ध जयन्तीको दिन बत्ती बाल्नुपर्ने छ बत्ती बाल्न हामी चाहिँ बौद्ध जानु लागेको अब यता मान्छे त कति छ म बाइकको पार्किङ हेर्नु न यतिर सक्दैन नि फेरि यहाँ हिँड्ने बाटो पनि छैन रहेछ कि बाइक र यो गाडीले गरेर मान्छे हिँड्ने बाटो पनि हामी चाहिँ फर्केको साथीहरू अब चाहिँ लास्टै गर्मी भयो गाह्रो के अरे पुरा धुलो उडेर अनुहारको गतिमती छैन हौ बिहान निस्किँदा कस्तो थियो अहिले कस्तो भयो हामी चाहिँ अब यो गोकर्णको ओह्रालो झर्दैछौँ अब चाहिँ हामी बौद्ध जान्छौँ बौद्धमा बत्ती बाल्ने होला सायद गएर अब भिड छैन भने चाहिँ बत्ती बालिन्छ नत्र भए यस्तो 1-2 कोरा हानिन्छ अनि फर्किन्छ रुमतिर अहिले बौद्ध गएर भेट्नुपर्छ साथीहरू अब चाहिँ हामी चाहिँ बौद्धमा आइपुग्यो साथीहरू अहिले चाहिँ बौद्धमा भिड हेर्नु न जताततै भिडै भिड आज त अनि यस्तोमा त कहाँ गएर त्यो गर्ने त हौ हामीले कहाँ चाहिँ गएर बत्ती बाल्ने त यस्तोमा त मासतिर हेरे त्यत्तिकै खै तामाङले भरेको छ काठमाडौँ डम्फु सम्फु बजाएको सुन्छ त हो यता त कस्तो बवाल देखेको क्या बौद्धहरू यहाँ चाहिँ पुरा तामाङ डान्स भइरहेको छ साथीहरू यहाँ चाहिँ सेलोमा डम्फु डान्स बौद्धको भिड साथीहरू आज बुद्ध जयन्तीको अवसरमा बौद्धमा पनि एकदम ठुलो भिड लागिरहेको छ कस्तो बवाल देखिरहेछ क्या हाम्रो हामी चाहिँ यहाँ बौद्ध पार्कभित्र छिर्यौँ अहिले चाहिँ अघि बत्ती चाहिँ बालिसक्यो हामीले यहाँ चाहिँ खासै भिडियो गर्नु अहिले चाहिँ रुम आइपुगिसक्यो साथीहरू हामी चाहिँ रुम आइसक्यो बौद्धबाट सिधै रुम आएको बौद्धबाट अलिअलि काम थियो अनि जोरपाटतिर यसो हिँडेर अहिले चाहिँ रुम आइसक्यो हामी चाहिँ अनि अब चाहिँ यही मेरो ब्लग एन्ड गर्न चाहन्छु साथीहरू यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद अनि लाइक कमेन्ट गर्नुभएको छैन भने प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू बाई बाई आजको लागि यति नै भेट्नुपर्छ हामी नेक्स्ट ब्लगमा Keep supporting guys. Bye bye. Love you guys.